त्यो ललितपुर लुबु भन्ने ठाउँमा आफै आगो बल्ने आफै खाना मान्छेहरू चाहिँ धेरै पहिलेदेखि यो खाना बनाएको छ र यो दाइले अब कसरी भन्छ हजुरहरू सुन्दै गर्नु है। विवेकको जलजली क्षेत्रको यो ग्यास उत्खनन र काठमाडौँ उपत्यकामा सम्भावना बोकेका यी क्षेत्रहरूको ग्यास उत्खनन अब सरकारले कहिले गर्छ? यहाँ पोल्न मिल्ने केही बारबाक्यु गर्न मिल्ने केही चिज वस्तु किनेर ल्याउँछौँ र यहीँ पोल्छौँ, यहीँ पकाउँछौँ। यहाँ हामीसँग सिलिन्डर पनि छैन, ग्यास पनि छैन, हामी यही चौरमा त्यहाँ पछाडि चाहिँ बलिराख्दो रहेछ होइन बलिराख्छ अघि बालेको नि माथिसम्म आइसक्यो त पानी घटाइयो जल्दी कि अब हामी यहाँ बारबाक्यु गर्ने भोलि यहाँनिर पानी नभएर यहाँ अलि बढी बलेको रहेछ। ताप थालिसकेको छ भाइ। त्यहाँ अलिक ठुलो कुवा खन्नु पऱ्यो अनि त्यहाँ जमाउनु पऱ्यो पानीलाई। अहिले त आइन्छ राति चाहिँ देखिन्छ अहिले बोल्न थालिन्छ पुरै जलिरहेको छ अब हामी यो दुईवटा ढुङ्गा त्यहाँ राख्छौँ, यतातिर गर्छौँ, त्यहाँनिर झिरमा टक्क हुन्छौँ, सेक्वा बनाएर खाने होइन बनाएर खान्छौँ।